विक्रम सम्वत 2063 सालमा आमाको पुकार कृति लेखेको थिएँ। यो कृति मैले वाणिक छन्द अन्तर्गतको इन्द्रबज्रा छन्दमा लेखेको छु र यो कृतिमा आमाको बारेमा मैले आमाको महिमाको वर्णन गरेको छु। यस कृतिमा रहेको कविता मध्ये एउटा शीर्षकको कविता म वाचन गर्न चाहन्छु। यसको शीर्षक रहेको छ आमालाई प्रणाम, जुन कविता यस प्रकार छ। अज्ञान उद्दण्ड ममा नआओस्, कर्तव्य गिर्वाण सदा पलाओस्, चोखो झझल्को मनले बढाओस्, आमा बधाई सबको बनाओस्, बेछन्द बोले कमाओस् कहिले, लोली सिकायौ शुभमान अहिले, सद्भाव श्रद्धेय गरे सबैले, आमा तिमी आज लता त्यसैले, निर्धक्क धज्जी पनि हुन्न आमा, ठुलो म बन्दै गर्ने छु काम, उत्साह उत्पन्न किमार्थ जागोस्, प्रणाम तिम्रो मनभित्र आओस्, आजन्म मैले मनमा पमागे, त्यो दूध धारा पनबाट हुर्के, सम्झन्छु सारा कुराको म ऊर्जा, प्यारो मलाई कुला लाग्छ आमा, त्यो चैन मेरो जननी दिलायो, जोसी र तिखो नरमी बनायो, सत्कार आफन्त सबै सुहायो, इच्छा सदिच्छा जनमान गायो। अस्तु।